हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। आज हामी केही नयाँ डिफ्रेन्ट गर्ने भनेर उपस्थित भएका छौँ है। आज चाहिँ हामी करेन्ट च्यालेन्ज गर्ने सोचिरहेका छौँ। त्यहाँ चाहिँ नियमहरू हुन्छ। करेन्ट च्यालेन्ज कोसँग गर्ने भन्ने कुरा चाहिँ अहिले टुङ्गो लागिसकेको छ होइन। अहिले एकछिनमा हजुरहरूलाई कोसँग करेन्ट च्यालेन्ज गर्ने भन्ने कुराहरूलाई देखाउने छु अहिलेलाई चाहिँ। सो गाइज, आजको यो करेन्ट च्यालेन्जमा चाहिँ अब च्यालेन्ज गर्ने मान्छेको टुङ्गो लागिसकेको छ है। अब को भन्दाखेरि हजुरहरूकै प्यारी, एकदम रसिली हसिली, एकदम क्युटी, एकदम क्युटी मिना केसीसँग चाहिँ च्यालेन्ज हुन गइरहेको छ आज मेरो। सो गाइज, आज चाहिँ कसले जित्छ है, लास्टसम्म एकदम हेर्नु होला, मस्त। सो गाइज, हामी चाहिँ सुरु गर्दैछौँ है। लेट्स गो। हामीसँग अगाडि करेन्ट जुस एउटा अन्डा छ है। यसको नियम के छ भन्दाखेरि चाहिँ अब जस्ट 2 मिनटमा करेन्ट खाइसक्ने है। यदि नसके पनि अब जसको कम छ त्यसले जित्ने हुन्छ, त्यसले गेम जित्छ है। अनि यो फ्रुटी छ, यो चाहिँ कसैले पनि खान पाउँदैन है। पिरो भयो भने अब खाने हो, तर यो खाए बापत एकपटक झ्याम्मा हान्ने हो। अनि जसले जित्छ त्यसले अन्डा खान्छ, अनि जसले हार्छ त्यसले चाहिँ भाँडा साँडाको बाज्ने हुन्छ हो कि होइन। त्यही हो। हामी चाहिँ टाइम हेर्छौँ। हामी चाहिँ यहाँ टाइमिङ बनाएको छौँ। ल 1 2 3 ल रेडी। एक मिनट बराउला मैले खाइसकेँ होइन त। मैले खाइसकेँ खाएको छैन। यो फ्रुटीसँग खाएपछि हो नानी कुकुर लाग्छ। यो कुरा गरेछ कस्तो गरिहाल्नु। मैले जितेँ है। ल यो च्यालेन्ज चाहिँ हार्यो। गजब बेइज्जती है। यसले जित्यो भन्ने भएन है। बन्द गर अब त्यहाँ, म फ्रुटी हाल्छु। सो गाइज, हाम्रो च्यालेन्ज चाहिँ कसले जित्यो हामीलाई थाहा भएन। अब त हजुरहरूले कमेन्ट गर्नु होला कसले जित्यो। यहाँ अलि झ्याली भइरहेछ है। कमेन्ट गर्नु होला कसले जित्यो। अब यो अन्डा कसले खान्छ? मैले जितेँ, मैले खान्छु नि अन्डा त। मैले जितेँ, मैले खान्छु नि। चिटिङ भएको छ गाइज यहाँ।
अब केही चिटिङमा छैन कसले जित्यो भन्ने कुरा हारेर अहिले यी सबै कुराहरू चाहिँ हारेपछि हो जित्न नसकेर अब सो गाइज यहाँ चिटिङ भएको छ हजुरहरूले छुट्याउनु होला कमेन्ट गर्नु होला कसले जितेको छ है यहाँ चाहिँ चिटिङ भइरहेको ल प्लिज अन्डा खाने सो गाइज आजको करेन्ट च्यालेन्ज चाहिँ मैले जितिसकेको छु अब म चाहिँ बस्ने अब यिनी भाडा मार्नेमा चाहिँ हो गनिस परिसकेको छ अहिलेबाट रेडी भए पानी फेरि छ भाडा मार्दा कस्तो हुने गरी छ सो गाइज अब भाडा कसले दिने भन्ने यहाँ झगडा परिरहेको छ है त्यो भाडा त जसले हारे त्यो दिने हो अनि नियम बनाउने नियमभन्दा बाहिर जाने भन्ने हुन्छ म मान्नै भन्दिनँ म त कस्तो भयो त हारे फेरि के गर्नु यहाँ फटा मान्छेले फटा मान्छेले अब जिते मान्छेलाई पनि हराउनु लागेको छ मैले जितेको छु यहाँ लास्टै फटा कि हरेक कुरामा फटा जित्दी हेर्नु गेम हारेर पनि यहाँ जित्न लागिसक्यो अब के भन्नु सकिन्छ अब यहाँ यस्तो हुन्छ गाइज अब हामी दुईवटैले अब सँगै एउटाले धस्काउने एउटाले बाँच्ने हुन्छ अब एउटाले धस्काउने एउटाले बाँच्ने गाइज यहाँ झ्याली भइरहेको छ है अहिले यहाँ एकछिन कुरो मिलाएपछि हामी हजुरहरूसँग आउँछौँ लास्टसम्म हेरिराख्नु होला गाइज के गर्नु अब जित्न सकेन है हार्यो गजब बेइज्जती है स्वीकार्नु पर्यो अब के गर्नु त्यस्तै हो ल जित्या उपलक्ष्यमा त नाच ल आजको गेम चाहिँ मैले जितिसकेको छु होइन हाम्रो च्यालेन्ज चाहिँ मैले सक्यो सफालो चाहिँ अब माथि थियो हाम्रो नियम नै थियो अब जसले हार्छ त्यसले चाहिँ भाडा बाँध्ने भन्ने नियमै बनाएको थियो अब उसले हारेर उसको चाहिँ भाडा बाँध्ने गणेश कस्तो भइरहेछ त कसले मार्यो भन्ने जस्तो होस् कि फेरि सो गाइज आजको हाम्रो करेन्ट च्यालेन्ज चाहिँ सकिसकेको छ है हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु चाहिँ नभुल्नुहोला धन्यवाद हामी चाहिँ अर्को भिडियोमा फेरि भेटौँला खत्म बाय बाय टाटा गुड बाय गया